यो देशलाई अब स्थायी रूपमा शान्ति र स्थायी रूपमा अघि बढाउन पनि राज संस्था चाहिन्छ। राज संस्था जनताले फालिसक्यो। त्यसलाई जनताले कुन चाहिँ जनताले फ्याँकेको भएदेखि अब त राजा आउनुहुन्छ। 2 लाख मान्छे आउँदैछन् त काठमाडौँ, सबै तिनै आउँदैछन् त। तपाईहरुलाई नमस्ते गर्न आउँदैछन् त काठमाडौँ। हैन, मलाई नमस्ते गर्नको लागि यहाँ आउनै पर्दैन। तपाई भन्नु यो 16 वटा परिवारलाई त नेपालबाट लखेट्ने नै हो। 16 परिवारलाई नेपालबाट लखेट्ने कस्तो सम्भव छ? यहाँ सुन्नुस्, 19 छ भने जे गर्न सक्नुहुन्छ गर्नुस्, गरेर देखाइदिन्छ। तपाईले भनेर हुन्छ? अब हुन्छ। हैन, अब हुन्छ, अब गराइन्छ। त्यसैको लागि आन्दोलन गरेको। नभए त कोही नेपाली बाँच्ने नबाँच्ने भाइ। कि त तपाईहरु 16 जना कमा तिनी बिच आएर तेल लिएर आएर खुट्टामा तेल लाउनु पर्यो। सबै नेपालीहरुले हे भगवान, होइन भने तपाईहरुसँग भेट्नु पर्यो। यो तपाई एकदम डाइरेक्ट मानमर्दन गर्दै हुनुहुन्छ। यो भन्दा बढी के गर्नुहुन्छ? तपाईले के मैले अब जदो गर्नुपर्ने, तपाईहरु जजो गर्नु पर्दैन। के कुरा? मैले तपाईसँग राम्रो मुख तपाईले मलाई के भन्नु? तपाईले देश निकाला दिने, तपाईले मलाई के देश निकाला दिने। तपाईले म नेपाली, म पनि नेपाली हो। मेरो देश हो, तपाईको मेरो देश हो। तपाईको माया छ, तपाईले यस्तो सारा लुट्नु हुँदैन त्यो भाइ। के मैले लुटेको एउटा देखाउनुस् न तपाईले। सबै चाहिने कुरा तपाईलाई कति सुत्ता गरेर बिजुली खाएको रहेछ थाहा छ? विराटनगरतिर उद्योग धन्दामा बाहिर अर्कोपट्टिबाट तार छिराएर बिजुली सुत्ता चोरेर गरेर। पहिले भने यो उद्योगपति व्यापारीले चोर्न सिकाएको छ। यहाँ यस्ता भन्सार छर्नु भनेको चोर्न सिकाउनु होइन। ललिता निवासको जग्गा खानु भनेको चोर्नु होइन। बाल मन्दिरको जग्गा नि एउटा भन्नु, बाल मन्दिरको जग्गा खानु भनेको चोर्नु होइन। मलाई चोर भन्नुहुन्छ? नेपाली यहाँ चोरलाई चोर भन्नुपर्छ। चोरलाई चोर भन्नुपर्छ, डाकालाई डाका भन्नुपर्छ। म चोर हो, तपाईले आफै भन्नुहुँदैछ। हो त तपाईले भन्दै हुनुहुन्छ। 1970 मा उहाँहरूलाई बर्मा सरकारले लखेटेको, पान दोकान पनि क्याप्चर गरेर त्यस्तै गरेर बर्माबाट लखेटिएको हो क्या उहाँहरूको परिवार सबै। तपाईलाई म भन्नु, अब उहाँहरूलाई यसरी छाडा छोडिदियो भने नि नेपालीहरूको हातमा लोटा हुन्छ। उहाँहरू आउँदा लोटा लिएर आउनु, त्यही लोटाले पानी खानुहुन्थ्यो, त्यही लोटाले धुनुहुन्थ्यो। यो कुरो लेखेर राख्नुहोस् नि। उहाँहरूको हातमा अब नेपालीको हातमा लोटा हुन्छ, उहाँहरूको हातमा पैसा हुन्छ। पैसा लिएर आएको तपाईँ बर्माबाट आउँदा कति पैसा लिएर आउनु भएको थियो यो देशमा?